आज ट्युसडे हाम्रो चाहिँ विक अफ हुन्छ यो दिन सो अल्छी लाग्दो डे स्पेन्ड गरौँ है त गुड मर्निङ गाइज आज चाहिँ हाम्रो ट्युसडे हो हामी चाहिँ आज छुट्टीको दिन भनेर ढिलै उठ्यौँ अनि मेरो कपाल चाहिँ काटेर मुसाको पुच्छर जस्तै भएको छ अरे क्या अनि ओइल मसाज गरिदिँदै हुनुहुन्छ त्यही भएर वाकमा जाने भनेको घाम टन्टालाई पुर लागिसकेछ सो लुगा सुकाएर हामी एकछिन वाकमा निस्क्यौँ अनि आएर त झन् यस्तो अल्छी लाग्यो के पनि नगरिकन एकछिन मजाले बेडमा पल्टेर फोन स्क्रोल गर्दै बस्यौँ अनि हाउस हेल्प दिदी पनि आउने बेला भइसकेछ अनि छिटो छिटो खाना पकाएर खाइहाल्यौँ दिदी पनि आउनुभयो बेडसिटहरू नि फेरिदिनु भयो यो बेडसिट चाहिँ मैले नयाँ ल्याएको थिएँ तर सानो भएछ क्या अनि फेरि पुरानै चेन्ज गरेर घर चिटिक्क भएपछि एकदम आनन्दले मैले चाहिँ सावर लिएँ अनि मोइस्चराइजिङको लागि चाहिँ मैले यो भर्जिनको कोकोनट ओइल युज गर्छु अनि आज छुट्टीमा सरप्राइज बुनुहरू आउनु भएछ क्या अब भान्जी भेटेपछि मामालाई फेरि केही चाहिँदैन सिङ्गार पेटार गरिदिन थालिहाल्नु भयो अनि अब खाजा चाहिँ घरमै बनाएर खाऊँ न त आज भनेर मजाले चिकन मटनको बुटन ल्याएर पकायौँ आइसक्रिम चाहिँ भान्जीको फेभरेट अनि अब मामा पिज्जा खान जाने भनेर हामी चाहिँ गयौँ ज्ञानेश्वर मलाई चाहिँ यहाँको पिज्जा एकदम अफोर्डेबल पनि अनि मिठो पनि लाग्छ क्या अनि अब आएको बेलामा भान्जीलाई गेम पनि खेलाऊँ भनेर हामी सिटी सेन्टर गयौँ एक दुईवटा गेम खेल्यौँ अनि आजकल मेरो मुड यति धेरै स्विङ हुन्छ होइन म के कुरामा रिसाइरहेको छु थाहा नै हुँदैन क्या खै के कुरामा चित्त बुझेन त्यसपछि मैले भिडियो नै लिन छोडिदिएँ सो यस्तै भयो आजको दिन